कस्तो हुन्छ भन्दा मान्छेको ज्यान बजेतिर अब धन सम्पत्ति भन्ने कुरा जोडाउँदा नि किन आत्तिनुहुन्छ र म छु म गर्छु किन टेन्सन लिनु भएको जुन दिन म गर्न सक्दिनँ जुन दिन म यो संसारमा रहन्न नि बल्ल रुनु होला के म हुँदै त तपाईँले केही टेन्सन नगर्नु के मम्मी नरुनु त्यो भैँसी त लिउँला नि अर्को लिउँला मान्छेको ज्यान बस्नु पर्यो ठुलो कुरा बिचरा भैँसी हेर्नु न रातभरि त्यस्तै उठिरहेको छ दिनभरि त्यस्तैको त्यस्तै बसेको छैन पापा भयो यो राति जाडो हुन्छ होला वरिपरि मैले पाडिदिँदैलाई हुन त अब आशै छैन त्यही पनि माया त लाग्यो कि